अगाडि बढौँ भिडियोभन्दा अगाडि जाउँ। यहाँ सुन्नुहोस्, म पहिलादेखि नै भिडियो बनाउने मान्छे हो होइन, तर भिडियो बनाउँछु इफ यु वान्ट टु बिजनेस होइन। त्यो बिजनेस गर्दाखेरि नै कसैले चाहिँ खुट्टा तान्ने काम गर्छ। इफ यु डु एनी आधी महिना जति भइहाल्यो मैले भिडियो बनाएन, बिकज अफ द मेरा होइन आफन्तहरूले यताउति ए हो काम गरेर भनिरहन्थे हो होइन, त्यस्तो लाग्थ्यो कि मलाई नि। धन्यवाद गाइस, वेलकम ब्याक टु माई च्यानल होइन। आजको चाहिँ भ्लग भन्दा नि आज एउटा चाहिँ राम्रो सन्देश दिने कुराले चाहिँ म आएको छु होइन। त्यो सन्देश चाहिँ के हो भनेपछि, यदि हजुरहरू अगाडि बढ्न चाहनुहुन्छ भने होइन, आफूले आफ्नो केही गर्न सक्नु चाहनुहुन्छ भने आफूहरूले गरेका सपनाहरू पुरा हुँदैछन् र सपना पुरा गर्ने इच्छाले चाहिँ हजुरहरू चाहिँ गरिराख्नु भएको छ भने त्यसमा चाहिँ हाम्रा आफन्तहरू त्यहाँ कुनै न कुनै दुश्मन त लाग्छ। त्यो सबैलाई थाहा छ। कुनै अगाडि बढ्यो भनेपछि चाहिँ त्यसको होइन त्यसलाई कसरी चाहिँ नराम्रो बनाउने अथवा कसरी चाहिँ उसलाई नराम्रो होस् या यसो भन्छ यो पुरै नराम्रो बनाउने क्या हिसाबले त्यस्तो गर्छन्। त्यो तपाईँहरू सबैलाई थाहा छ हो। त्यसैको बारेमा आज चाहिँ म एउटा सानो भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ मेन गरेर चाहिँ त्यहीमै फोकस हुनेछ कि कसले चाहिँ के गर्दा चाहिँ कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ र कुन आफन्तबाट चाहिँ हामीले यस्तोबाट कसरी अगाडि बढ्ने। यस्तो सङ्घर्ष गर्दा गर्दै पनि मान्छेहरूले यताउति गर्ने काम, मान्छेहरूले टोक्ने यस्तो गरिरहेको छ, यो गर्ने चाहिँ यस चिजको बारेमा चाहिँ आजको हुनेछ है कुराकानी साथीहरू। अगाडि बढौँ भिडियोभन्दा अगाडि जाउँ। यहाँ सुन्नुहोस्, आज के भन्छु म, के चाहिँ मेरो मनमा लागेको कुरा हो। मैले धेरै त जानेको पनि छैन होला, नजानेर पनि अनजानमा पनि भए होला, तर एकछिन मेरो यो कुरालाई चाहिँ ध्यान दिएर सुन्नु होला। भिडियोलाई स्क्रोल गरेर चाहिँ नबढाइदिनु होला है त। पुरै भिडियो हेऱ्यो भनेपछि चाहिँ हजुरलाई थाहा हुन्छ मान्छेहरूले कसरी चाहिँ आफूले एउटा हुन्छ नि अगाडि बढिरहेको हुन्छौँ हामीहरू, त्यसैले त्यहाँ चाहिँ कसरी चाहिँ यिनीहरूले बाधाहरू ल्याउँछन् र कसरी चाहिँ खुट्टा तान्ने काम गर्छन् होइन, त्यस्ता काम गरिरहेका हुन्छन्। यो कुराहरूलाई चाहिँ म आज खासमा कसरी चाहिँ यो कुराबाट अगाडि बढ्ने र कुन हिसाबले चाहिँ हामीले गर्न सक्छौँ भन्ने कुराहरू हुनेछ है त। सो खासमा कुरा चाहिँ आफन्तहरूबाट चाहिँ कसरी चाहिँ बच्ने र कसरी चाहिँ यिनीहरूको चाहिँ कुरामै नहुने। एट फर्स्ट म तपाईँलाई भन्न चाहन्छु, मेरोसँग चाहिँ माइक छैन, त्यसैले हजुरहरूलाई नराम्रो साउन्ड गिस्क्याच आउन सक्छ। त्यही पनि म एडिटिङमा अलि मिलाउने प्रयास गर्नेछु होइन। खासमा भन्ने भने हाम्रो आफन्तहरू हुन्छन् नि, सबैभन्दा हामीहरूलाई तल्लो बनाउने होइन, अब हामीहरूलाई नराम्रो बनाउने अथवा खुट्टा तान्न प्रयास गर्ने भनेको आफन्तै हो। बाहिरको मान्छेले गर्दैन कि साथी। जो मान्छेले चिनिया हुन्न, जो मान्छेसँग हामीहरूको चिन्जानै हुन्न, ती मान्छेहरूले चाहिँ कहिले पनि खुट्टा तान्ने काम गर्दैनन्। जो मान्छेले चिनिया हुन्छ, आफन्त हुन्छ, त्यस्ता मान्छेले चाहिँ बरु खुट्टा तान्ने काम यो मान्छेलाई अगाडि बढ्न दिनुहुन्न भन्ने जस्ता चाहिँ चर्तिकलाहरू देखाइरहन्छ। त्यो हामीहरू सबैलाई थाहै छ। म चाहिँ र मेरो जीवनमा पनि यस्ता बाधाहरू आइसकेका छन् भन्न पनि सक्छु, किनभने मसँग त्यस्ता कुराहरू धेरै भइसकेका। म पहिलादेखि नै भिडियो बनाउने मान्छे हो होइन, तर भिडियो बनाउँछु अहिलेसम्म पनि मेरो होइन फेसबुकमा हेर्ने भनेपछि चाहिँ त्यही 4.97 यस्तै छ मेरो फलोवरहरू। अनि र युट्युबमा चाहिँ मेरो 33वटा मात्र चाहिँ एउटा अगाडिको आइडी चाहिँ गइसकेको छ हो। यस्तै चाहिँ अब आफन्तहरूले चाहिँ कसरी चाहिँ गर्छन् म हजुर खासमा जल्नेहरूलाई जल्न देऊ के। अब मान्छेहरूले आफन्तले केही गर्न खोज्छ भने तिनीहरूलाई गर्न दिनुहोस्। आफ्नो चाहिँ आफूले चाहिँ के गर्न सकिन्छ त्यसमा चाहिँ आफ्नो लाइफमा चाहिँ फोकस गरौँ क्या साथीहरू। फोकसिङ इज द बेस्ट अप्सन होइन। आफूले जे गरिरहेको छ त्यसमा चाहिँ हजुरहरूले आफ्नै मात्र काम गरिराख्नुहुन्छ भने त्यो चाहिँ धेरै नै राम्रो हुनेछ, धेरै नै सफलताको बाटोतिर लैजाने एउटा आधार बन्नेछ। हजुरहरूले अरूको सिकाएको या अरूले राम्रो सिकाइरहेछ भने चाहिँ सिक्नु पनि जरुरी हुन्छ साथीहरू। यदि हजुरहरूलाई नराम्रो सिकाइरहेछ भने एउटा कुनै न कुनै हुन्छ क्या साथीहरू। हजुरहरूलाई त्यो भएको कुरा होला, कसैलाई पनि अगाडि बढ्न चाहनुहुन्छ इफ यु वान्ट टु बिजनेस होइन, त्यो बिजनेस गर्दाखेरि नै कसैले चाहिँ खुट्टा तान्ने काम गर्छ। इफ यु डु एनी कुनै पनि एउटा सफलताको तर्फ तपाईँहरू जाँदै हुनुहुन्छ भने चाहिँ त्यसमा चाहिँ हाँसी मजाक हाँसो यताउति खिल्ली उडाउने काम चाहिँ भइरहन्छ। तर त्यस्तो कुराबाट चाहिँ हामीहरूले अगाडि बढ्नुपर्छ क्या साथीहरू। किन भन्नु के, अब हजुरहरूले यो गर्दा गर्दै यताउति हुन्छ क्या साथीहरू। अब गर्ने मान्छेहरूलाई गर्न दिनुहोस्। आफूले चाहिँ आफ्नो सफलता, आफ्नो फोकस कहाँ, आफ्नो डेस्टिनेसन के हो त्यसमा चाहिँ फोकस गर्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। मैले पनि यो भिडियो नबनाउनु कारण 2-4 दिन यही भयो के,
या आधी महिना जति भइहाल्यो मैले भिडियो बनाएन बिकज अफ द मेरा होइन आफन्तहरूले यताउति काम गरेर भनिरहन्थे होइन त्यस्तो लाग्थ्यो कि मलाई नि तर म आजबाट चाहिँ के भन्न चाहन्छु हजुरले आफ्नो लाइफतिर फोकस गर्नुहोस् आफ्नो आफूले के गर्न चाहनुहुन्छ त्यो त्यो चिजमा चाहिँ आफूले फोकस गर्यो भने चाहिँ राम्रो होला है साथीहरू मलाई जहाँसम्म यही लाग्छ होइन अब अरू कुरा त यस्तै हो साथीहरू त्यही हो आफन्तबाट बचाउ त्यसपछि आफ्नो जे गर्ने कन्टेन्ट क्रिएटर म चाहिँ आफ्नो भिडियोहरू बनाउने काम गर्छु तर धेरै मान्छे छन् रिसमा लाग्यो नि कसैले हेरेर मेरो भिडियोलाई लाइक गरेर गर्ला होइन गर्नेलाई गर्न देऊ त्यसमा हामीहरूलाई कोही आपत्ति पनि छैन कुनै आपत्ति हुनेवाला पनि छैन हामीलाई यदि आफूले आफ्नो सफलतामा जानु छ भने चाहिँ गन्तव्यमा पुग्नु छ भने आफ्नो सफलतामा पुग्नु नै छ भने चाहिँ आफूले चाहिँ मेहनत गर्नुपर्छ आफ्नो मेहनत लगाउनुहोस् अरूले भनेका कुराहरूमा नजानुहोस् आफूले जति सक्नुहुन्छ जति राम्रो कुरा गर्न सक्नुहुन्छ त्यति राम्रो नै गर्नुभयो भने साथीहरू त्यही नै तपाईँहरूको लागि बेस्ट हुनेछ अरू त त्यस्तै हो र आजको भिडियोको लागि चाहिँ यति नै भन्न चाहन्छु हजुरहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला र फलो गर्न नबिर्सनु होला र मैले मेन गरेर चाहिँ भ्लगिङ गर्छु तर आज अलि मनमा आएका कुराहरू भन्नेछु यदि मैले कहीँ कतै गलत बोलेको छ भने माफ गरिदिनु होला साथीहरू आजको लागि यति नै हस् धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई